हेलो गाइस, आज म फर्स्ट टाइम कुकिङ गर्न गइरहेको छु। अमुको गाइडेन्समा म टमाटरको अचार बनाउन गइरहेको छु। टमाटर बडे मजेदार, वाह टमाटर बने मजेदार। टमाटरलाई राम्ररी सफा गरे अब काट्ने बेला भयो। मामुको गाइडेन्समा काट्नु पर्छ नानी बाबु, यो त फेरि हात काट्छ नि। बाले भन्नुभएको यसरी सलाद जस्तो काट्यो भने मजाले गर्छ टमाटर। मामु बाबाको अनि बामाको गाइडेन्समा मात्रै पकाउनु र त फेरि हात काट्छ पोल्छ। म गार्लिक मटर रेडी पार्छु। मटर थोरै रहेछ त्यही पनि सुके। चिल्ली गार्लिक टमेटो रेडी भयो। अब मैले कराई राखे, अब तेल हाल्दैछु। यम्मी हुने भयो मैले पकाएको खाना। ओइल मसला पड्काउने डर लाग्यो। गार्लिकलाई चप गर्ने। नेपाली ह्यान्ड वास गरिसकेको छु। गार्लिक हाले, केराउ हाले, अहिले एकछिनमा टमेटो हाल्छु। अब एकछिन चलाएर टमेटो हाल्ने। खारै सिधाइसके मैले। हाल्नु हुँदैन गाइस, भाइ र मलाई पिरो हुन्छ। नो अब बेसन नुन हाल्ने अनि सबै चलाउने। पिरो हुन्छ। पकाउँदैछु। अचार चप्ने अनि डटी भएको ठाउँमा क्लिन गर्ने। सामान जहाँबाट झिक्यो राख्ने काम सकेपछि अब अचार पाकुन्जेल माम पनि बसाउँछु। राखेको चामल हाल्ने। भने जति पानी हालेर पकाउने। अनि मामु बाबा जस्तै माम पकाउन सक्छु। यम्मी माम र अचार पाक्छ। माम बसाउँछु। अचार र माम पाक्छ अनि म अमलेट बनाउन रेडी पार्छु। म प्लेन अमलेट बनाउँछु पिज्जा जस्तै। दाल गर्ने अनि नुन बेसार हाल्ने। अनि फ्राई प्यान बसाल्ने अनि ओइल हाल्ने। साना नानी बाबुले किचनको काम एक्लै ट्राई गर्नु हुँदैन। आगोले पोल्छ। एकछिनमा नाच्छ अनि खाना पाक्छ। कति ढिलो खाना पाक्यो, भोक लागिसक्यो। अब पिज्जा जस्तै अमलेट बन्यो।
वाउ मैले माम पकाएकोमा पाक्यो अब म पस्किन्छु आज सैटरडे हो त्यही भएर मैले खाना बनाउन सिकेको अब मैले खाना पस्के मामु र मलाई अब यमी यमी खाना खाने मैले पकाएको वाउ कस्तो राम्रो बाफ उडेको हेरिस त गाइज कुथु मुने भाइ सुतिरहेको थियो त्यही भएर मामु र मलाई मात्रै खाना पस्के मामुलाई पानी पनि दिन्छु एक डिस मामु लाई चाहिँ मैले एउटा चिली राखिदिएको छु हाम्रो क्यूट मेनी टेबलमा बसेर खाना खाँदैछु फाइनली माम खाँदैछु म गाई मामुलाई नै खुवाइदिसो अब खाइसकेकोले मोल्ने अनि भाडा सफा पार्ने See you in next video मैले खाना पकाएको कस्तो लाग्यो बाय बाय लाइक कमेन्ट शेयर